आफ्नो छोराछोरीलाई माया नगर्ने एकचोटि अँगालो नमानी काखमा नराख्ने मान्छे त्यो जति निर्दय बोक्नु हुन्छ। अनि नेपाली नागरिकता त्यागेर गएका चाहिँ प्रधानमन्त्री बन्ने होइन, कानुन स्ट्रङ ल्याउनुपर्छ कि जसले नेपाली नागरिकता त्याग्छ त्यसलाई चाहिँ राज्यले कुनै पनि सुविधा नदिने काम मैले यसमा त एकदम स्ट्रिक्टली राख्नु। लगानी गरोस्, व्यापार गरोस्, व्यवसाय गरोस्, आफ्नो ठाउँमा छ। राजनीतिक पद चाहिँ नागरिकता त्यागे मान्छे चाहिँ दिनुपर्छ। त्यही भएर यो चर्चा कि आज नवउदारवादीहरूले जुन भ्रम फिजाएर युवा पुस्ताको दिमाग गर्दैछन् यो कुरा मान्नु सक्छ। सर्वोच्च सदन लगायतका निकायले चाहिँ जलाएर 86 अर्बको अब अरूको कुरा धेरै नगर्नु भन्नुहुन्छ साथी। र बालनजीको पनि मैले अघि पनि भने काठमाडौँ महानगरपालिकाको क्षेत्रफल भन्दा हाम्रो दुईवटा नगरपालिकाको क्षेत्रफल 3 स्क्वायर किलोमिटर छ र उनीसँग वर्षको 26 अर्ब बजेट छ। हामी 30 अर्बको बजेट 5 वर्ष 7 वर्षको खर्च गरे हो। काठमाडौँको तुलनामा भक्तपुर अहिले धेरै विकासमा अगाडि बढेको छ र जुन ढङ्गले गरिबलाई लखेट्ने भित्र ब्याजीहरूलाई सामान्य एउटा बढी छापल पनि नदिने, किसानहरूलाई भात पनि खान नदिने हामी नै हौँ जसले 72 सालको भूकम्प पछाडि 21वटा हामीले टनल बनायौँ। यहाँ कोभिड पीडित 600 परिवारलाई 3 वर्षसम्म 600 बच्चाहरूलाई कोभिड पीडितको बच्चाहरूलाई महिनाको 1350 दिएर हामीले पढायौँ र प्रत्येक कोभिड पीडितलाई चाहिँ 15,000 जसो घरमा मृत्यु भएको नभएको कोभिडको बेलामा खानाको स्टेसन बनाएको प्लेटमा त खुवाउनु त्यो बेला सम्भव थिएन। त्यो सिल्भर प्याकमा होइन भात चिकन दाल अलि मासु भात भन्दै हाम्रो त पिँढीले पनि मासु भात पकाएको जग्गामा गाडी खोज्दै लाइन लाएर इँटा भट्टाको मात्रै हामीले 11,000 भन्दा बढी 11,000 मान्छे त हामीले इँटा भट्टाबाट पठाएको गाडी खोज्दै। भनेपछि त्यसरी हामीले समाजसेवा गरेका छौँ। यहाँका फुटबल व्यवसायी यहाँका साना व्यवसायीलाई हामीले संरक्षण गरेका छौँ। होइन बालनजीले 3 वर्ष भनेको उहाँको कार्यकाल असफल कार्यकाल। अहिले उहाँ प्रधानमन्त्री बन्ने भनेर केपी ओलीले जानु त्यो अप्राकृतिक कुरा हो। राजीव खत्री यहाँ आउनु र बालन चाहिँ नि केपी ओलीका जानु अप्राकृतिक कुरा हो। उम्मेदवार बन्नको लागि चाहिँ दुईवटा ठाउँ हुन्छ, कि आफू जन्मेको ठाउँ कि आफू हुर्केको ठाउँ। त्यो बाहेक अरू ठाउँमा जाने कुरा चाहिँ अप्राकृतिक कुरा हो। किन म भक्तपुर दुईमा हुन्छु त म पनि त एमालेको एकदम सुरक्षित भए ठाउँतिर कतै घर उठाए भए हुन्थ्यो नि त भन्दाखेरि भक्तपुर दुईको म यहाँ जन्मियो भने त मेरो भावना यहाँ छ नि। म हार जित एउटा कुरा होला तर भक्तपुरको सेवा गर्ने सङ्कल्प म बोकेको छु नि त। तर बालनजी र राजीवजी चाहिँ उम्मेदवार बन्नु अगाडि चुनाव उठेको ठाउँ नदेखेका, टिकट पाउनु भन्न अगाडि नटेकेका, तिनले हाम्रो भावना बुझ्ला नि त बुझ्नै सक्दैन नि। हाम्रो भावना तपाईँहरूको भावना बुझ्ने त हामी नै हो। त्यही भएर अहिले नयाँ भएर आएकाहरू चाहिँ देश बनाउन हाम्रो सेवा गर्न होइन, देश ध्वस्त पार्न देशलाई विदेशीको युद्धभूमि बनाउन आएका हुन्। त्यो कुरा समय झल्किन्छ। अहिले 6-7 वर्ष हामीले यो 6-7 दिन हामीले विवेक पुरानौँ र खटेनौँ भने अर्को 14-15 वर्ष तर म सबै युवाहरूलाई तपाईँहरू जुन ढङ्गले अब एमाले यसलाई सहयोग गर्ने महेश राईलाई महेश अङ्कललाई सहयोग गर्नुपर्छ भनेर भावना बनाउनु तपाईँ सबैलाई म धन्यवाद दिन्छु। पारसमणि भाइलाई झन् धेरै धन्यवाद दिन्छु म। र अब हामी चाहिँ विगतमा विभिन्न हिसाबले लाग्यौँ, विभिन्न पार्टीसँग लाग्यौँ र सामान्य चाहिँ बाटोमा ग्राभेल गर्ने हैसियत पनि बनेन। अब दाइहरूको सहयोग पाएपछि हामी धेरै कुरा गर्न सक्छौँ। युवाहरूका रोजगारीका कुरा छ, खेलकुदका कुरा छ, यी सबैलाई दाइहरूले सम्बोधन गर्नुहुन्छ। सबै युवाहरू कन्भिन्स छ एकचोटि